अहिले टाइम तपाईँको 4:30 भएको छ। तपाईँ 4 मा देखाउँछु एउटामा। र हामी अहिले जङ्गली टपको लागि जाँदैछ। हामी तब जङ्गली छोड्यो। अराउन्ड 40 मिनट्स लाग्छ भन्दैछ हो जङ्गली टप पुग्नु। र वेदर त्यस्तो क्लियर त छैन, तर पनि माथि पुगिन्जेलसम्म वेदर चेन्जेस हुन्छ भन्ने आशा गर्छौँ हामी। बिस्तारै हिँड्नु है त, मोटी रिसाउँदै त्यहाँ हिँड्दैछ। सरी बहिनीहरू एकैछिन आइपुग्छ नि। लिनु बिचमा बस्छ। अगाडि गएर पछाडि अगाडि हामी हिँड्दै एकछिन रेन्ज निकाल्दिनँ अहिले नै। रेन्ज पनि निकाल्दिनु। सनराइज हुनु आँट्यो, रातो हुँदैछ। हल्का भेट्दैछ जुन टक्कै पुग्छ। छिटो पुग्यो। हामी फाइनली जङ्गली टप पुगिसकेको थियो र वेदर सोचेको भन्दा अलिक त्यस्तो क्लियर पाएन। हामीले सनराइज त्यस्तो मजाको देख्नु पाएन। पुग्यो थाक्यो। गाइडलाई सक्दैन। अहिले चाहिँ त्यहाँ जानुपर्छ। अन्त हामी अहिले अब तपाईँको खालि जङ्गु भन्नुहुन्छ, जङ्गली टप आइपुगेको छ हो। मेरो बेबी यहाँ दुःखले आइपुगेको छ, बिचरा साह्रो परेको छ पढ्नु चाहिँ। बहिनीहरूको ढिलै उठेर छिटो आइपुग्यो हिँडेर हो, स्पिडी छ हो। हाम्रो फोटोग्राफर पनि यहाँ छ हो, मकै खाँदैछ। अब हाम्रो यहाँ गाइड भाइले हामीलाई ब्रिफ गर्नेछ कुन चाहिँ के हो, कुन चाहिँ माउन्टेन कुन चाहिँ हो, कुन चाहिँ माउन्टेन भनेर हो। तपाईँले हल्का ब्रिफ गरिदिनुहोस् ल प्लिज। नर्थ सिक्किम कपी भयो, नर्थ सिक्किम भन्छ यसलाई। अन्त यसलाई लामा लामिनी भन्छ। यो र यो लामा लामिनी हजुर। अन्त त्यो मात्र देख्दै भने जाप्नु भन्छ। जाप्नु हजुर। यसलाई तेन्जिङकाङ भन्छ। तेन्जिङकाङ हजुर। पाण्डिम हजुर। यो देख्नुहुन्छ यस्तो थम्परेको यसलाई थम्पिक भन्नुहुन्छ। हजुर। जुन चाहिँ यो पछाडि वाइट देख्नुहुँदैछ पछाडि थम्पिकको पछाडि सिम्बु भन्छ। सिम्बु चाहिँ अलिक कम्तीमा देख्छ यहाँ, त्यति साह्रो देख्दैन। यो मेन पिक चाहिँ कञ्चनजङ्घा जुन चाहिँ यो रेन्ज देख्नुहुँदैछ तपाईँले। यसलाई चाहिँ काब्रो फोक भन्छ। यस्तो छ र तिनवटा यो उठेको छ र। यसलाई काब्रो डोम भन्छ। काब्रो डोम हजुर। यसलाई भन्छ काब्रो नट। काब्रो नट हजुर। यसलाई साउथ काब्रो साउथ। यो ब्ल्याकको पछाडि छ नि, त्यो अलिक ठुलो देखिन्छ काब्रो साउथ। हजुर। उसको उत्ता छ नि पोइन्ट हो, त्यसलाई चाहिँ काब्रो नट भन्छ। यसलाई डोम। यो चाहिँ मेन ब्ल्याक काब्रो हो। ए ब्ल्याक काब्रो चाहिँ हो है। हजुर। त्यसमा त कहिले हिउँ हुँदैन होइन? हुन्छ तर सर्टन टाइमको लागि मात्रै। जस अब आज पऱ्यो भोलि पर्छ भने मात्रै। त्यति उताको अल्टिट्युड नमिलेर खास नबसेको है। तर भन्नु चाहिँ यसलाई चाहिँ प्रोटेक्टर, कञ्चनजङ्घाको प्रोटेक्टर हुन्छ नि है। म सुन्नुमा आएको चाहिँ यो चाहिँ रातोङ पिक हो। यो रातोङ पिक हो। रातोङ पिक हो। यो फ्री पिक भन्छ। पछाडिको हजुर ओक्थाङ भन्छ पछाडि। यताको जुन चाहिँ यो रेन्ज गाइस तपाईँले देख्न सक्नुहुन्छ मेरो पछाडि
माउन्टेनहरू निकै बादलले ढाक्दै गरेको धेरै साह्रो थियो उकालो जोङ्ली टप आइपुग्नु तपाईँलाई मैले यो 360 भ्यू देखाउनु ट्राई गरिरहेको थिएँ यो टाइममा चाहिँ हो फाइनली जोङ्ली टप सक्यो जोङ्ली टपदेखि हामी आफ्नो क्याम्प तल टेन्ट लगाएको जग्गामा जाँदैछ बाटो मजाको वेदर मजाको सनराइज चाहिँ अलिक राम्रो भएन जस्तो लाग्यो आजको दा उही तल निस्क्यो हो एकछिन जाने बाटो त्यहाँदेखि ओह्रालो सिधै बाटै बाटो त्यसो गर्नु ल भनेपछि त्यो सजिलो ए ल त्यसो बिहान चाहिँ हामीलाई त्यो बाटो चाहिँ स्टिफ भएर नल्याएको ए नै अब ब्रेकफास्ट खाइन्छ ब्रेकफास्ट खाएर चाहिँ सिधै लक्ष्मी पोखरी र यहाँ लक्ष्मी पोखरी गइन्छ हाम्रो प्याकिङ भइसकिसक्यो जोङ्लीदेखि फर्दर हामी थाङसिङ जान्छ अन द वे हामी लक्ष्मी पोखरी भ्याउँछ होला सायद के चाहिँ हो हामी जोङ्लीदेखि हिँड्दैछौँ अब उकालो वे टु थाङसिङ आफ्टर मिल हो खाना राम्रोसँग खायो खाना तातो तातो मिठो देख्थ्यो भाइले बिचरा भाइले अब घोडाहरू लिएर लोडिङ गर्दैछ आज वेदर मजाको छ क्लाउडी भएर छ डे टाइममा जस्तै ठिक देख्यो हिँड्नु मजा आउँदछ यहाँ माथि चाहिँ अलिक हिमालको चिसो निकै आउँदछ निकै चिसो रहेछ मेरो बेबी हिँड्दैछ दुःख सुख बिचरा सक्सेस चाहिँ होस् रुट चाहिँ पुग्नु पायो भने ठिकै छ दामी है बादलले गर्दा नि टायर्ड यता अन्त वाउ कहाँ पुग्छ बेबी हामी थाङचुङ पुग्छ अब थाङचुङदेखि चाहिँ गोच्छेला है गोच्छेला चाहिँ परनिर हो थाङचुङको लागि जाँदैछ हामी पाइनहरू होइन म चाहिँ अलिक मोटो भएर पुरा थाक्दो रहेछ हो 2 days आज 3 days हुन्छ आजसम्म थाङचुङ पुग्छ हामी दुवैजना बेबी ल यस त्यहीँ पुग्नुपर्छ भनेको यिनीहरू बाटो के भन्छ टेन्ट हेर्नु मान्छेहरू बसिरहेछ परबाट जुम गर्दा हुन्छ
कहाँबाट हिँडेर मान्छे टेन्ट लगाएर बसिरहेछ वाउ हामी पर पुग्नुपर्छ हामी देख्यो पर देख्यो येल्लो येल्लो देख्यो पर मैदान माउन्टेनको फेदमा त्यहाँ पुग्नुपर्छ क्या हो होला यो बिहान हामी यहाँ माथि गएर चाहिँ कति भ्यू देखेको अरे हामी कतिको भ्यू देखेको अरे नम्बर पाइन गनाएर नि त दुप्पी क्या मिठो बनाउँछ ओ दुप्पीहरू हार्डवर्क है येल्लो रोडेन्ड्रन येल्लो फुल्न आँटेछ यी दुप्पीहरू हेर्नु कस्तो मजाले यो चाहिँ प्योर अरे नि सुन फुल्ली के होइन येल्लो रोडेन्ड्रन फुल्न आँटेछ है फुलहरू पनि पछाडि बाहिर माची माची भन्दैछ मैले सुनिदिएकै छुइनँ आउँदैछ नि कहाँ पुग्नुपर्छ है यहाँ तपाईँ गर्नु अब मेरो हात थाक्यो ब्रिदिङ प्रब्लम हुँदो रहेछ नि त बेसी हाई अल्टिट्युड भएर भिडियो गर्दा चाहिँ निकै जोसमा छ उकालो चाहिँ हावा तानिहाल्छ बहिनी नै क्लाउडी छ जिन्दगी यस्तै छ कहिले घाम कहिले पानी त्यहाँ त भित्र पसिजानु सुन्यो नि त भाइ चरा छिटो आइज गाइज हेर्नु सक्नुहुन्छ होइन यो भ्यू चाहिँ ओभर दामी थियो यो ट्रेल ओभर दामी थियो ट्रेकिङको हो तर वेदरले गर्दाखेरि यो क्लाउडले गर्दाखेरि पनि दामी देखिरहेछ तर जुन चाहिँ डाइरेक्ट हिमाल देख्नु पाएको छैन जुन चाहिँ माउन्टेन रेन्ज होइन तपाईँले देख्नु सक्नुहुन्छ अलिअलि त देखिरहेछ त्यो चाहिँ मैले मिस गरेको छु र मैले सोचेको छु कि फ्युचरमा पनि फेरि एकखेप जान्छु भनेर त्यो बाटो त्यो टाइम मिस गर्दै हो त्यस्तो सानो ट्रेन चाहिँ कसरी हुन्छ फेरि जङ्गली टप माथि होइन जङ्गली टप कस्तो होला लाउँदैछ मान्छेहरू है अघि ट्राई गर्दै आउँछ नि त तपाईँलाई पनि पछाडि फोकस गरिदिउँ खोइ ए बहिनी पनि भारी भएछ फर्स्ट माथि बे के किन राखेको तपाईँ चाहिँ यसलाई हाम्रोबाट
यार आफ्नो यार के हिँड्दै गर्दा नराम्रो तपाईँ मात्रै घुम्नु म त्यही बसिरहेको बेबी त्यस्तो नगर्नु भनेको आफ्नै धुनमा हिँड्नु भने सुनेन बिहान 4 माने 4 माने जहाँ चाहिँ दामी आयो के दामी नि अफसोस की बात चाहिँ फगी लाग्यो क्लाउड आयो त्यसले गर्दा चाहिँ तपाईँको के चाहिँ सबै छ मेरो पानी पनि तैँले पुग्थ्यो अन्त मैले उयसमा हालिदियो भने त ए होइन त्यो मेरो मैले त उयसमा हालेको छु नि बक्सामा ए दुईजनाले त तँलाई बोकेछु नि त दुइटै अन्त हजुर मैले चाहिँ उयो गरेँ नि त एउटा चाहिँ बट्टामा बोकाइदिएँ गाडीमा हालिदिएँ ए मैले त ब्यागमा हालिदिएँ नि त त्यो उयो बोक्ने ब्यागमा हो बिहान है ओरालो दियो हेर्दा है 3 त आयो नि कहाँ पुग्ने 1 घन्टा लाग्छ यहाँबाट यहाँ रहेछ कल जानु पछाडि के हो यो जेउ जस्तो छ त है आइहाल्यो बादल छोपेछ नि है मनको भिडियो गरिदिनु हिँड्नु कसरी हिँड्नु गरिदिइहाल्नु उयोमा थियो कामराको होइन यतिकै ल आइज आई तपाईँको यस्तोबाट गरिदिन्छु ल साइडबाट जान हिँड्नु खतरा आई 5000 मा पुग्न आँटेछ अहिले चाहिँ आई चाहिँ 4 माने जानुहुन्छ पूजा गर्नु लागि भिडियो गरिदिँदै रहेछ मत्तु बर्दा यो त अर्जिनल भिडियो होइन हो भाइ के यो उयो सुनपातीको 4 माने यो जग्गामा चाहिँ जुन चाहिँ त्यो पामलाप्सोको पूजा गर्न आउँछ लामाहरू यो तल मोनास्ट्रीमा बस्छ 1 विक जस्तो यहाँ माथि केप छ जहाँ चाहिँ रिम्पुचेर उयो बस्नु भएको आउँछ हजुर यहाँ नेटवर्क आउँछ साथी खै बान्नु भयो हाम्रो यहाँ टाइम भन्नु न भाइ यो यता यहाँनिर उड्दै देख्छ ल भाइ तिमीले डह्रो मानेर मात्रै हावाले फेरि ढोक्नु छिराइ
हिल्समा छ अहिले टाउको पनि खोल्नु कि लाउनुहोस् त टोपी गइल होला गइहाल्ला नो ब्रेक टाइम बिचरालाई उयोबाट चाहिँ कति हिँडेको थियो कि हामी यो टर्च पनि हरायो म्याच र मलाई मम्मीले कहाँबाट लिएर आउँछ मम्मीहरू नहराइ हराइ हाम्रो टर्च हराएको छ दुईजना कसले हराएको चाहिँ याद छैन मलाई यो निलो लाउनेले हरायो जस्तो लाग्छ हल्का स्नोफल हुँदैछ स्नोफल हुनु छड्किने हो यो त स्नोफल भइरहेछ र हामी अब फिलहाल स्नोफल हुनु एकजुट चाहिँ छड्के भन्छ यसलाई चाहिँ हो त्यो यस यस तर यहाँ पर माउन्टेन देख्न सक्नुहुन्छ यो बाटो भएर आएको हामी यो पर भ्यू मेरो थाकेछ बिचरा उसको एक्सप्रेसनबाटै थाहा पाइरहेको छु त्यही माथि त्यो रेनकोटको सायद गरमले होला मुटु त फुसाउने हो यो जग्गा अस्ति आएको दिएर केटी थियो त्यस्तै हुन्छ हाम्रो कन्फर्म पर दुईजना आउँदैछ यहाँ सायद उहिले कुनै लेक हुने गर्थ्यो होला होइन हुन्छ दुध त एउटै जग्गा बोक्दा हुन्छ के हुँदैन एउटै जग्गा चढ्यो नि त माथि सल्केर आउँछ हुन्छ यहीँ राख्दा हुन्छ यहीँ राखिदिउँ ल एउटा पनि बोक भयो नि त हामी फिलहाल लक्ष्मी लेकको पूजा गर्नु आइरहेको छौँ हामी जति सक्दो सत्यमन सेयर गरेन त त्यो मैले यो हेर्दा चाहिँ मेरो पोइन्ट अफ भ्यूमा चाहिँ छ्या ठिउ बोक्ने थुक्कै त्यहाँ थियो नि थाक्यो कालो यस्तो है यहाँ उकालो यो डल्लै कटिनुपर्छ कुन चाहिँ काटिन्छ भाइ यो तल त्यो खोला के भयो के थाक्छ हाम्रो माउन्टेन मान्छेको चाहिँ थाक्छ के गर्यो उयो खायो अलिक उयो निकाल्नु भाइ साँच्ची उयो खाउ न अलिक हामी आइपुग्यो तपाईँको कोक्चुरुङ ल अब फेरि ओह्रालो थियो अब उकालो हिँडाइ हुनेवाला छ अगाडि जान्छ हिँड्नु वेलकम टु कोक्चुरुङ हिँड्नु हिँड्नु भिडियो
फिलिस्टोन असिना असिना परेछ दह्रो हामी धन्न लक्ष्मी पोखरी घुम्दाखेरि असिना भेटेन पानी टेस्ट गरिदिनु उसको पानीको टेस्ट ल होइन फोनको पानीको टेस्ट हो भिडियोमै छ दुईजना भिडियो आइज न यता आइज न बहिनी शरम गर्दैछ कस्तो फिल हुँदैछ यस्तो पानी झरीमा माथि घुमेर बसेको मजा आएछ है उमा थियो नि फेरि उमा त हिउँ परेको जस्तो देख्दैछ उमा थियो माथि हिउँ परेछ अलिक मुनिको यो निकाल्ने ए उसले पनि दिइहाल्यो स्नोफल हेभी भएछ ल हिँड्नु भाइ भिडियो बनाएको त्यो झन् बेसी परेछ है Okay, first. छिटो तपाईँ काम हुँदा जोगेर हिँड्ने लड्छ है भइहाल्यो है भिडियो स्टप गरिदिउँ के गर्नु प्रवीण दा छेउछेउ आउनुहोस् ल
धागे यस्तो मै बिहान छिटो उठेर मलाई कि बहिनी आउने होला मैले बुझेँ बस्छ नि त्यतिर सिक्किम पुलिस भन्दा पनि उयोहरू बस्छ त्यो एरियामा एसआइपी बस्छ नि फाइनली हामी जग्गाको नामै याद हुँदैन यार थाङसिङ आइपुग्यो फाइनली म चाहिँ एकदम थाकेँ गएर टेन्ट लाउने पनि जोस छैन एकदम लाउनै पर्छ हाम्रो घोडा त अघि चढ्नु पनि थाल्छ पर तपाईँले यो खुल्ला देखेको भएपछि माथि पाण्डिम चाहिँ दामी देख्नु देख्थ्यो अथवा भोलि बिहान म चाहिँ छिटो उठेर पाण्डिमको लागि पनि बिहान छिटो उठेर हेर्छु अरू सुत्यो भने पनि किनकि दिउँसो त वेदर भन्नु सक्दैन रेनी सिजनले गर्दा पानी पर्छ फगी पनि लागिहाल्छ आजको टोइलेट हेर्नुहोस् मेन टेन्ट हेर्नुहोस् ल जग्गा चाहिँ स्याटिस टायर्ड नि बेबी टायर्ड टु मच टायर्ड थाङसिङ आइपुगेँ बल्ल बल्ल वाउ एकछिन बसिनु आगे त अन्त वाउ माथि गरम देख्दैछ बिहान फाइनली आइपुग्यो थाङसिङ आगे लो बिचार हामी दुईजनाले धेरै फेभर गरेको छ हामी आउँदा यहाँ स्पेसल म्यागी रेडी छ म्यागी पाण्डे दामी झकास लभली छ हाम्रो टेन्ट हाम्रो क्रुले बहुत बिचार हेल्प गरिदिएको छ मेरो कम्मर बहुत दुख्दैछ
ल ल तेस्रो बाजी म्यागी एन्ड माउन्टेन तातो भयो यहाँ थियो त पेट त्यसको लागि थियो ल यसको बस थ्याङ्क यू म युज गरेँ ल दुख्यो पनि केटा हल्का नि यस्तो तिमी आउने आशै आसमा यो कता गयो पानी छैन नि मेन्जी ल ल उयो होइन त्यो होइन ल उयो त्यो चाहिँ नै ल ल त्यो सर्क्यो त त्यो होइन त्यसमा छैन चम्पा दिएको एकछिन छैन त्यसमा भयो सक्यो छैन सक्यो सक्यो छि 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 आज हाम्रो थर्ड डे हो तपाईँले माउन्ट पाण्डिम देखिरहनु भएको छ नि हो थर्ड नाइट ब्लू चाहिँ मेरो टेन्ट हो पिङ्क चाहिँ मेरो साथीको टेन्ट हो जानु भयो त